This is the part 2 of balanitis है. So part 1 मा चाहिँ मैले कुरा गरेको थिएँ balanitis के कारणले गर्दाखेरि हुन्छ, लिङ्गमा यस्तो समस्या के कारणले गर्दाखेरि आउँछ भनेर भनेथे भन्दाखेरि पार्ट 2 मा चाहिँ मैले ट्रिटमेन्टको बारेमा भन्छु भने तपाईहरुलाई भनेथे र तपाईहरुलाई चाहिँ यो भिडियोमा म ट्रिटमेन्टको बारेमा भन्छु. यदि पार्ट 1 हेर्नु भएको छैन तपाईलाई नि यो समस्या छ भने चाहिँ गएर हेर्नु होला र ट्रिटमेन्ट चाहनुहुन्छ भनेदेखि यो भिडियो सेभ गरिहाल्नु होला अथवा कसै साथीहरुलाई पठाइदिनु होला जसलाई चाहिँ यो जरुरत छ है. सो युजुअली के हुन्छ भन्दाखेरि चाहिँ लिङ्गमा चाहिँ केटाहरुको चाहिँ रातो रातो बिमिरादेखि लिएर सेतो सेतो कालको चाहिँ कास जस्तो चाहिँ लिङ्ग मुनि बस्ने र चिलाउने समस्या लिएर चाहिँ प्रेजेन्ट गर्नुहुन्छ है. कति प्रायहरु चाहिँ यस्तो भइसकेपछि आत्तेर डढाएर चाहिँ साबुन पानीहरु मज्जाले घोड्दिनु हुन्छ, अरु केमिकलहरु लगाइदिनु हुन्छ है. त्यस्तो गर्न चाहिँ भएन. त्यस्तो गर्यो भने चाहिँ झन कन्डिसन चाहिँ वर्सन भइदिन्छ, आफूले झन बिगार्नु हुन्छ. इरिटेन्ट कन्ट्याक्ट डर्माटाइटिस जस्तो समस्याहरु देखिन सक्छ. भन्दाखेरि तपाईले साबुन त प्रयोग गर्नु भएन, प्लेन पानीले सफा गर्न सक्नु भए. बेसिक भनेको चाहिँ हामीले हेल्थ हाइजिन मेन्टेन गर्ने हो. माइल्ड फर्ममा छ भने राम्रोसँग हेल्थ हाइजिन मेन्टेन गर्नु भयो, पानीले मात्र सफा गर्नु भयो, एकछिन वेट गर्नु भयो भनेदेखि चाहिँ ठीक हुन सक्ने चान्सेस छ. भन्दाखेरि अझ हायर ग्रेड छ, अलि धेरै नै रातो बिमिराहरु आछ, धेरै नै फोरहरु आछ भन्दाखेरि चाहिँ हामीले बल्ल औषधि उपचार गर्ने हो. औषधि उपचारमा पनि हामीले चाहिँ क्यान्डिडियल ब्यालेनाइटिसको लागि चाहिँ एन्टी फंगल औषधि जस्तै फ्लुकोनाजोल, इट्राकोनाजोल चलाउँछौं भनेदेखि लाउनेमा चाहिँ हामीले क्लोटिमाजोल देखिबाट लिएर लुनिकोनाजोल जस्तो औषधि पनि चलाउन सक्छौं है. त्यो भन्दै गर्दाखेरि जथाभावी साबुनहरु, जथाभावी औषधि पारेर चाहिँ बिगार्नु भएन. हजुरले आफ्नो हाइजिन मेन्टेन गर्नु पर्यो, अन्डरवेयर चाहिँ दिनदिनै चेन्ज गर्नु पर्यो र हजुरलाई सुगरको समस्या छ भनेदेखि सुगरको समस्या पनि ठीक गर्नु पर्यो. गर्नु भएन भनेदेखि पटक पटक यसले चाहिँ तपाईलाई समस्या दिन नसक्छ भन्देखि चाहिँ तपाईलाई चाहिँ यसले एकदमै दुःख दिइरहेछ र हजुरहरुको चाहिँ त्यो लिङ्गको टुप्पोको जुन चाहिँ छाला हुन्छ नि हो, त्यो छाला चाहिँ एकदम टाँसेर बसेको छ. त्यसको कारणले गर्दाखेरि चाहिँ फोरहरु एकदम जम्ने समस्या छ भनेदेखि हामीले सर्कमसिजन गरेर त्यो छालालाई चाहिँ काट्दिन पनि सक्छौं. लिङ्गको टुप्पोको छालालाई चाहिँ गोलो बनाएर काट्दिन पनि सक्छ. त्यो चाहिँ अब हजुरको आफ्नो इच्छा अनुसारले डाक्टरसँग कन्सल्ट गरेर गर्न सक्नुहुन्छ. सो यति भन्दै आई वान्ट टु इन दिस भिडियो. हजुरलाई के क्वेरी छ भनेदेखि डु लेट मी नो डाउन इन द कमेन्ट बिलो एन्ड डु फलो मेड भेन्चर बाइ डाक्टर अनिकेत. अहिलेको लागि स्टे हेल्दी, स्टे ह्याप्पी, इन्जोय लाइफ. आइ त